एउटा फ्लाइटमा एउटा किसान र डाक्टर थियो बसेको। डाक्टरले बस्दा बस्दा यसलाई दिमाग खराब भइहाल्यो, बोरिङ लाग्न थाल्यो। डाक्टरले भन्छ कि किसानलाई हामी दुवैजना एउटा खेल खेल्छौँ, तिमी जवाब दिएनौ भने 5 रुपियाँ तिमीलाई दिनुपर्छ, म दिन सक्दिनँ भने तिमीलाई म 500 रुपियाँ दिन्छु। किसानले भन्छ हुन्छ ल लिनु, सुरु गर्नु। अनि सुरु गर्यो। किसानलाई सोध्यो डाक्टरले कि मान्छे बिरामी भएपछि कुन औषधि खान्छ। किसानलाई थाहा थिएन। किसानले 5 रुपियाँ दिइहाल्यो र भन्छ कि यसकोसँग डाक्टरसँग सोध्छ कि पहाडमा जाँदा 3 खुट्टामा जान्छ र उत्रिने बेलामा 4 खुट्टामा आउँछ, के हो? डाक्टरले भन्छ सोध्दा, गुगलमा पनि सोध्दा भएन। अनि उसले 500 रुपियाँ दिइहाल्यो र भन्छ कि तिमी जवाब देऊ। किसानले भन्छ मलाई पनि थाहा छैन, लिनु 5 रुपियाँ। ये सब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ।